गाइस यति भेटिरहेको छ है आज चाहिँ माछै भेटेन स्याड ग्याङ यार ठुल्ठुलो सेतो माछा आएछ यार गुड मर्निङ गाइस वेलकम ब्याक टु माई न्यू ब्लग सो तपाईँहरूलाई मेरो न्यू ब्लगमा एकदमै धेरै स्वागत छ आई होप तपाईँहरू सबैजना सन्चै एकदम आरामै हुनुहुन्छ होला म पनि सन्चै एकदम आरामै छु फाइनली आज रहेको छ सन्डे है सन्डे चाहिँ हाम्रो आज चाहिँ छुट्टी छ भनौँ न सन्डे छुट्टी हुन्छ अनि सो अस्ति फिसिङ गर्न जान्थ्यौँ भने आज अब हामीले के गर्छौँ आई डोन्ट नो केही थाहा छैन जे गर्छौँ दिनभरिमा सन्डेको दिनचर्या कसरी बिताउनेवाला छु सब तपाईँहरूलाई म देखाउनेवाला छु लगाइछु म चाहिँ उठेर अहिले चाहिँ आइसकेको छु यहाँ बक्सिङ प्र्याक्टिस गर्नको लागि है ड्युटी छ यहाँ अब यहाँ हान्न पर्ने हुन्छ है गाइस अब हानेर देखाउँछु है तपाईँहरूलाई ल गाइस अब मेरो दिनचर्या चाहिँ बक्सिङ प्र्याक्टिसबाट हुँदैछ एक्सर्साइजहरू गर्छु प्र्याक्टिस है त गाइस ल अब त्यत्तिकै त बस्नु भएन सन्डे अनि त्यही भएर बिरा यहाँ क्याट पनि छ है गाइस ल है त ल मेरो चाहिँ यस्तो जिम हलसल छैन होइन जस मैले आफै यहाँ बनाएको छु यो डम्बेलहरू है अनि अर्ग्यानिक टाइपमा आफैले सामग्रीहरू बनाएर अनि म प्र्याक्टिस गर्छु क्या ल गाइस ल अहिले चाहिँ एकछिन प्र्याक्टिस गरेँ तर ओभर दुख्दो रहेछ गिटी बलम हान्नु लास्ट पुल्ने रहेछ फर्स्ट टाइम हो होइन हल्का हल्का प्र्याक्टिस गर्दैछु तर जो हात चाहिँ मान्नु हुँदैन है ल गाइस अहिले चाहिँ म आइरहेको छु त्यो बक्सिङ प्र्याक्टिस गरेर खानासाना खाइअरि करेसा बारीमा जस्ट एउटा करेसा बारी छ मेरो चाहिँ यहाँनिर यो खुर्सानी बारी छ क्या यो अकबरे खुर्सानीहरू भएको ठाउँमा आइरहेको छु यहाँ सबै झार पलाएछ कति दिन भइसक्यो यहाँ आउनु नपाएको अनि यो तेलको फेरि यहाँ पातहरूले पनि अलिकति सेभ गरेछ क्या यसलाई काटिदिनु पर्यो चट्टोसँग खै ककाले हो भने यसलाई काटिदिनु पर्ने छ है ल गाइस साबेल त्यो लाग्ने छैन ल फाइनली गाइस हामी अब फेरि लागिसक्यौँ त्यहाँनिर यसो अलिअलि गोडचा छानेर माछा मार्नको लागि आज सन्डेको दिन चाहिँ यता गऱ्यो उता गऱ्यो दिन बितायो अस्ति पनि जान्थ्यौँ तर आज पनि जाँदैछौँ आज हामीले कति माछा मार्छौँ है त गाइस भिडियो चाहिँ अन्तिमसम्म हेर्नु पऱ्यो सब बोकेर हामी लागिसक्यौँ है त लगाइछ किराहरू अगाडि छ यता चाहिँ यो तेलको रुखै छ है ओ साइको आज त 3 दिन मार्दै आउने होइन ल गाइस अहिले चाहिँ आइसक्यो हाम्रो लोकेसनमा हाम्रो समुद्र छेउतिर है उता नजाने हो रिट्ठे यस्तो छ पानी चाहिँ अब यहाँदेखि हामी माछा मार्दै जान्छौँ है त गाइस यता त के हो हाम्रो गाउँतिर हुने पटमेरोहरू पनि छ त यार जङ्गल लाइफ आज हामी कति माछा मार्छौँ चाहिँ तपाईँहरूलाई देखाउने गर्छौँ गाइस मार्दै हामी हिँड्दैछौँ यस्तो जङ्गलहरू छ होइन यस्तोमा हिँड्नुपर्छ हामी चाहिँ ग्याङ कति मारिसक्यो मासिली कहाँको जङ्गलमा आइयो गाइस सोल्टी यहाँ रहेछ नि त थाक्राहरू यार ओ सोल्टी यो दामी थाक्रा रहेछ नि उयो चट्ट ढाल्ने खट्ट लाने यस्तो कस्तो दामी हुन्छ सोल्टी यस्तोमा त फल्छ नि बोडीहरू दामी माछा त मार्न आयो तर माछा चाहिँ अब खासै हामीले यहाँनिर माछा चाहिँ खासै रहेन रहेछ है अस्तिको जस्तो किनकि पानी एकदमै परेको छ त्यो भएको कारणले चाहिँ माछाहरू चाहिँ यहाँ रहँदैन क्या बगाइहाल्छ बगाउँछ अन्त कता जान्छ खासै छैन आज माछा है एउटा त बग्यो त्यही पनि भागो एउटा यहाँ यति पर्दैछ है गाइस ल माछा चाहिँ आज त गाइस माछा भेटेन यार ब्याड भयो यार माया कसम पनौती लाग्यो आज यार खोइ सोल्टी ल्याउनु त कति भयो आज गाइस माछा भेटेन यार सधैँ घिउ र भात खान पाइँदैन भने त्यस्तै भयो माछा यहाँ देखेको छ कि छैन
यसोले देखाउनु त एकचोटि देखिरह देखाउनु हो के ल गाइस यति भेटिरहेको छ है आज चाहिँ माछै भेटेन स्याड ग्याङ यार यति छ यहाँ तर ठुल्ठुलो सेतो माछा आएछ यार